लेट्स ब्रेक डाउन म यो भिडियोमा कसरी चलाइरहेको छु। सो यता अगाडिबाट मलाई सिधा जानु छ। सो म यो लेनको लेफ्ट साइडतिर सिफ्ट हुँदैछु। मैले मेरो ब्लाइन्ड स्पट चेक गरेँ, मेरो मिरर चेक गरेँ, इन्डिकेटर बाल्दै सिफ्टमा आएँ। अब यता म राइटबाट पनि जान सक्थेँ, तर म अलरेडी लाइक लेफ्ट साइडमा सिफ्ट भइसकेँ लेनको। सो मैले राइटबाट फेरि किन लेन के अरे बाटोमा सरिराख्ने भनेर सरेन। अब यता म आफ्नो स्पिडलाई कन्ट्रोल गर्दै आनन्दले यो गाडीको पछाडि सेफ डिस्टेन्स मेन्टेन गर्दै चलाइरहेको छु। अब यो ठाउँमा चाहिँ म अलिकति कन्फ्युज भएको थिएँ। मलाई सिधा जानु थियो, त्यसको मतलब मैले लेनको राइट साइडमा हुनुपर्ने। तर यो लेन पनि ठुलो छ अनि त्यसपछि 2 भागमा छुट्याएको पनि छैन। सो म यता राइट साइडमा सिफ्ट हुन इन्डिकेटर बाल्ने कि नबाल्ने भनेर कन्फ्युज थिएँ। तर बालेर सबै मेरो ब्लाइन्ड स्पट, साइन स्पट चेक गरेर सिफ्ट भएँ यता। अब यता म डिस्टेन्स मेन्टेन गरिरहेको छु अनि भिडियो पनि यतिकै रहेछ। सो मैले भनिरहेकै हुन्छु, नेपालमा धेरैजसो ठाउँमा लेन मार्किङ्सहरू हुँदैन, यता पनि छैन। तर त्यस्तो ठाउँमा चाहिँ लाइक आफ्नै कमन सेन्स युज गरेर कता बसेर कसरी चलाउनुपर्छ भनेर आफ्नै कमन सेन्स युज गरेर चलाउनुपर्छ।